सिम्रुको विच अनुसारको खाजा बनाउँछु भनेर उसलाई दुईटामा एउटा चुज गर्न दिएँ। उसले चाहिँ आलु परोठा चुज गरे अनि त्यसैले म आज आलु परोठा बनाउन जाँदैछु। त्यसको लागि फर्स्टमा आलु उसिन्न राखिदिएँ अनि आलु उसिनुन्जेल यता पिठो रेडी गर्छु भनेर बनाउँदैछु। पिठो चाहिँ मैले आटाको युज गरेको छु। त्यसमा हल्का मनतातो पानी राख्ने अनि मुस्ने। पिठो चाहिँ धेरै गिलो अनि साह्रो पनि हुनुहुन्न, ठिक्कको हुनुपर्छ। ठिक्क यतिको भएपछि यता छोपेर राखिदिएँ। अनि परोठासँग खान त ट्वाक्क परेको अचार चाहियो, त्यसैले सिलाम, जिरा, धनियाँ, टिमुर राखेर यता भुट्दैछु। त्यतिन्जेलमा आलु पनि सिटी लाग्दैछ। सिलामलाई चाहिँ हल्का सेलाउन दिने अनि त्यसमा खुर्सानी, धनियाँ, कागती, नुन, बेसार राखेर ब्लेन्ड गर्ने। ब्लेन्ड गर्दै गर्दा मलाई याद आयो कि मैले त टमाटर त हाल्नै बिर्सेछु। बिना टमाटरको अचार त त्यति मिठो पनि हुँदैन नि त, त्यसैले मैले यता टमाटर पनि पोल्न राखिदिँदैछु। त्यतिन्जेलमा टमाटर पनि पाक्यो अनि टमाटरलाई पनि हालेँ, त्यसमै हालेँ अनि ब्लेन्ड गरेँ। यता हाम्रो आलु पनि रेडी भइसकेको थियो अनि त्यसमा प्याज, खुर्सानी, नुन, बेसारहरू राखेर मस्तसँग आलुलाई चाहिँ मस्त मिच्नुपर्छ। फेरि मिचेन भने चाहिँ पछि त्यो रोटीमा बेल्दा फेरि प्वाल पर्छ अनि पकाउँदा अप्ठ्यारो हुन्छ नि त। त्यही भएर आलु चाहिँ मस्त मिच्ने अनि राख्ने। अब परोठा त एक्लै बनाउन ज्याउ हुन्छ अनि भाइको सपोर्ट लिनलाई भाइलाई बोलाएँ। भाइले चाहिँ मस्तसँग राम्रो बेल्छ अनि भाइले चाहिँ यसरी बेल्दैछ अनि मस्त आलु पनि फिल गर्दैछ भित्र। मस्तसँग आलु फिल गरेर उसले चाहिँ बेलिदियो। भाइले यता रोटी बेल्नु जेल चाहिँ म चाहिँ ताओ पखाल्दैछु रोटी पकाउन रेडी गर्नको लागि। अनि भाइले चाहिँ मस्तसँग बेलिदियो अनि मैले चाहिँ पकाउन थालेँ। अनि यसरी पहिला उल्टै पल्टै पकाउने अनि दुवैतिर पाक्छ अनि माथिबाट घिउ दल्ने। मलाई चाहिँ घिउ राखेको एकदमै मनपर्ने भएर म चाहिँ प्रायः सधैँ घिउ नै राखेर पकाउँछु। अनि यसरी सबै आलु परोठा भाइले बेलिदिँदै मैले पकाउँदै गरेँ अनि हाम्रो आलु परोठा पनि सबै पाकेर रेडी भयो। हामीले चाहिँ तातो तातो आलु परोठा